Hey, it's me Pragyan. So I'll be talking about Night of Seven Kingdoms on today's video. सो सिजन 1 मा चाहिँ बेसिकली 6वटा एपिसोड छ। 5वटा एपिसोड चाहिँ रिलिज भइसक्यो र लास्ट एपिसोड चाहिँ आउने सन्डे रिलिज हुँदैछ। सो यो सिरिज चाहिँ बेसिकली एउटा नाइटको बारेमा हो जसको नाम चाहिँ डङ्कन हुन्छ र उसको इन्टरेक्सन विथ द क्यारेक्टर हुज नेम इज एग। सो यो एग भन्ने क्यारेक्टर चाहिँ बेसिकली एउटा प्रिन्स हो जसको नाम चाहिँ एगन टार्गेरियन हो। सो यो सिरिजको टाइमलाइनको कुरा गर्ने हो भने आरआर मार्टिनले चाहिँ गेम अफ थ्रोन्स भन्दा अगाडि चाहिँ यो टाइमलाइन क्रिएट गरेर यो नाइट अफ सेभेन किङडम्स लेखेका थिए र नाइट अफ सेभेन किङडम्स चाहिँ हाउस अफ ड्रागन जुन अर्को एउटा सिरिज छ एचबिओमा त्योभन्दा पछि अकर भएको इन्सिडेन्ट हो। सो देयर आर बेसिक थिङ्स जुन चाहिँ यो सिरिज हेर्नुभन्दा अगाडि थाहा पाउनुपर्छ अडियन्सले। सो यसमा चाहिँ दुईवटा मेन क्यारेक्टर छ डङ्कन र एग भन्ने। डङ्कन चाहिँ बेसिकली वेस्टरसको एउटा नाइट हुन्छ र एग चाहिँ एगन टार्गेरियन हुन्छ हु इज लाइक द यङ्गेस्ट सन अफ किङ मेकर टार्गेरियन। यो दुईवटा क्यारेक्टरको बारेमा तपाईँले गेम अफ थ्रोन्स हेर्नुभएको छ भने पनि धेरैचोटि कुरा गरिसकेको छ गेम अफ थ्रोन्समा यो दुईवटा क्यारेक्टरको बारेमा। Do you know who that bald little boy was? The one trailing behind Sir Duncan the Tall? तपाईँले गेम अफ थ्रोन्समा एउटा क्यारेक्टर याद गर्नुभएको होला नाइट वाचमा जसको नाम चाहिँ एमन हुन्छ। एमनको चाहिँ यो एगन टार्गेरियन चाहिँ कान्छो भाइ हुन्छ। My brother Aegon reigned after him when I had refused the throne, and he was followed by his son Aerys, whom they called the Mad King. र यो अनि अर्को एउटा म्याड किङ भन्ने क्यारेक्टर छ जुन मल्टिपल टाइम्स मेन्सन गरेको छ गेम अफ थ्रोन्समा। यो म्याड किङ चाहिँ यही एग नाम दिएको एगन टार्गेरियनको चाहिँ छोरा हुन्छ। सो बेसिकली यो यति बुझ्नुभयो भने चाहिँ यो सिरिज हेर्दाखेरि धेरै सिनहरूमा तपाईँहरूलाई धेरै थ्रिल फिल हुन्छ किनभने यो सिरिजलाई धेरैवटा इन्सिडेन्टमा गेम अफ थ्रोन्ससँग लिङ्क गरेर लेखिएर बनाइएको छ। You shall be king and die in hot fire. र सिरिजको कुरा गर्ने हो भने चाहिँ यो सिरिजको फर्स्ट दुईवटा एपिसोड चाहिँ तपाईँलाई अलिक बोरिङ लाग्न सक्छ, तर यो दुईवटा एपिसोड चाहिँ मेन यसको रोल चाहिँ क्यारेक्टर बिल्डअप गर्नलाई डङ्कन र एगन टार्गेरियन जुन एग भनेर भनिन्छ सिरिजमा त्यसको क्यारेक्टर डेभलप गर्नलाई र वेस्टरसमा नाइटहरूलाई चिनाउनको लागि लेखिएको छ। सिरिजमा मेन थ्रिल चाहिँ थर्ड एपिसोडदेखि सुरु हुन्छ जब डङ्कनको टसल चाहिँ मेकर टार्गेरियनको अर्को छोरा एरियन टार्गेरियन भन्ने छ जो चाहिँ एगको जेठो दाइ हुन्छ उसँगको टसल सुरु भएपछि सुरु हुन्छ। हरेक एपिसोड चाहिँ सिरिजको ब्युटिफुल्ली राइट गरिएको छ। तपाईँलाई कुनै पनि टाइम बोर फिल हुँदैन टु बी अनेस्ट। हरेक ब्याटल सिनहरूदेखि लिएर इन्टरेक्सनहरूदेखि लिएर टार्गेरियनहरूको रोयल्टीहरूदेखि लिएर सबै एब्सोल्युटली पर्फेक्टली लेखिएको छ। अब अरू केही सिरिजको बारेमा भन्यो भने चाहिँ फेरि स्पोइलर फिल हुन्छ होला तपाईँ अडियन्सहरूलाई। सो यु सुड वाच इट अन यर ओन अनि यु विल फिल लाइक यस दिस इज अ थ्रिलिङ सिरिज। अब यसको लास्ट एपिसोड आउँदैछ, लेट्स सी हाउ इट गोज। अब यो सिरिजलाई चाहिँ हाउस अफ ड्रागनसँग जुन अर्को एउटा सिरिज छ अहिले त्यसको सिजन 3 आउन आँटेको छ त्योसँग कम्पेयर गर्ने हो भने चाहिँ आई वुड प्रिफर नाइट अफ सेभेन किङडम्स किनभने हाउस अफ ड्रागनको फर्स्ट र सेकेन्ड सिजन सकेपछि पनि सिजनले त्यस्तो हाई पिकअप लिन सकेको छैन अहिलेसम्म, तर यसको फर्स्ट सिजन नै यति धेरै थ्रिलिङ लाग्यो कि मलाई people will enjoy Night of Seven Kingdoms better than House of Dragons। अब यो नाइट अफ सेभेन किङडम्समा हाउस अफ ड्रागन जस्तो धेरै ड्रागनहरूको भिएफएक्सहरू साइफाईहरू त त्यस्तो धेरै देखाएको छैन, तर नाइट अफ सेभेन किङडम्स चाहिँ बेसिकली टाइगरियनको बेस जस्तो देखाएर नाइटलाई चिराउन खोजेर होल वेस्टरसलाई डेभलप गरेको देखाउन खोजिएको छ। सो आई वुड प्रिफर नाइट अफ सेभेन किङडम्स ओभर हाउस अफ ड्रागन। म एउटा कुरा चाहिँ के सजेस्ट गर्छु भन्दाखेरि गेम अफ थ्रोन्सको केही बेसिक कुराहरू चाहिँ तपाईँले थाहा पाइराख्नुपर्छ नाइट अफ सेभेन किङडम्स हेर्नु अगाडि, नत्र त्यो थ्रिल क्रिएट हुँदैन। सिरिज हेर्दाखेरि धेरै यस्तो सिनहरू छ जुन चाहिँ पछि गएर गेम अफ थ्रोन्स र टार्गेरियन हाउसको किङहरूसँग रिलेट हुन्छ। सो तपाईँलाई कस्तो लाग्यो यो भिडियो प्लिज कमेन्ट डाउन बिलो। सिरिज पनि हेर्नु होला, लास्ट एपिसोड पनि आउँदैछ। सी यु इन द नेक्स्ट वान।